कुनै प्रतिस्पर्धा फिल्महरूको प्रतिस्पर्धा भन्दा पनि समग्रमा पछिल्लो समय हामीले देखिरहेको यस कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको बोर्डले देखेको र सम्पूर्ण सदस्यहरूले जुन सोशल आइकनको रूपमा एकजना फिल्म स्टारलाई देखेको छ, यसर्थ यस तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले सोशल आइकन एक्टरको रूपमा यो अवार्ड प्रदान गर्दैछ। आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन टु द नेसन शीर्षकमा को होला? पूर्ण विक्रम शाह उर्फ पल शाह। पल शाहजीले समाजमा देशको लागि जसरी आफ्नो कन्ट्रिब्युसन गरिरहनु भएको छ, उहाँलाई कहिले ग्यासको सिलिन्डर बोक्दै गरेको भेटिन्छ, कहिले अक्सिजनको सिलिन्डर बोक्दै गरेको भेटिन्छ। जो कसैलाई काहीँ समस्या पर्छ उहाँ खम्बा बनेर अगाडि उभिनुहुन्छ। हामीले भूकम्पमा होस्, कोभिड-19 को महामारीमा होस् या अन्य कुनै प्राकृतिक विपत्तिमा होस् अथवा अन्य कुनै व्यक्तिगत विपत्तिमा होस्, पल शाहले आफ्नो जिम्मेवारी समाजको लागि निभाउनु भएको छ। यसका लागि हार्दिक धन्यवाद ज्ञापन गर्छौँ र हार्दिक बधाई पनि ज्ञापन गर्छौँ। तपाईँको कुरा एकैछिनमा सुन्नेछौँ। आसन ग्रहणको लागि हार्दिक निवेदन गर्न चाहन्छु। अब अर्को अवार्ड रहेको छ उत्कृष्ट अभिनेत्रीको। पछिल्लो समय एकदमै गाह्रो हुन्छ कि अब जुरीमा एकपछि अर्को उम्दा कलाकारहरू, उम्दा नायक नायिकाहरू, उम्दा कलाकारहरू, उम्दा निर्देशकहरू हुनुहुन्छ र कति पनि यो निर्णय गर्नु भनेको आफैमा फलामको चिउरा चपाउनु सरह हो। तैपनि कोही न कोहीलाई त हामीले अवार्ड प्रदान गर्नै पर्ने हुन्छ, कोही न कोही उत्कृष्ट छान्नै पर्ने हुन्छ। ती उत्कृष्टहरूमध्ये पनि उत्कृष्ट बनेर बेस्ट एक्ट्रेसको अवार्ड प्राप्त गर्दै हुनुहुन्छ चलचित्र जेनी अन्तबाट जसिता गुरुङ। अत्याधिक सफल चलचित्र 13 करोड भन्दा बढीको घरेलु बक्स अफिसमा व्यापार गरेको र 20 करोड भन्दा बढीको अन्तर्राष्ट्रिय व्यापार गरेको चलचित्र जेनी अन्तकी नायिका जसिता गुरुङले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गर्दै हुनुहुन्छ। चलचित्र प्रेम गीत 2बाट प्राप्त गर्दै हुनुहुन्छ र यो अवार्डलाई यसै वर्षदेखि सुरुवात गरी आगामी दिनमा निरन्तर कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई अगाडि बढाउँदैछ। उहाँले प्रेम गीत 2बाट जसरी कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्नुभयो, सफल हुनुभयो र चलचित्रबाट उहाँले पर्यटन प्रबन्धन गर्नुभयो। यसको लागि कर्णाली सरकार, त्यहाँका स्थानीय सरकारहरू सबैले उहाँलाई विभिन्न सम्मानहरू प्रदान गरिसकेको छ र कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले पनि यो सम्मान व्यक्त गर्न पाउँदा हामी अनुग्रहित छौँ। हार्दिक धन्यवाद यहाँलाई, साथसाथमा बधाई पनि। अभिनेता भिपिन कार्की हिजो मात्रै उहाँको अर्को बुलन्द चलचित्र रिलिज भएको छ। बिहान हामी सँगै बसेर चलचित्र हेरौँ काजी। विपिन सर एकछिन अगाडिसम्म यही हुनुहुन्थ्यो। सायद उहाँ हल भिजिटमा दर्शक भेट्न निस्किनु भयो जस्तो लाग्छ। उहाँ अत्यन्त व्यस्त हुनुहुन्छ आज। म उहाँको प्रतिनिधित्व गर्दै यस चलचित्र विचार हुनुहुन्छ। त्यसै गरी निर्माता निर्देशक हुनुहुन्छ नवीन चौहानजी। उत्कृष्ट चलचित्र उनको स्वेटर अवार्ड ग्रहण गर्दै हुनुहुन्छ। हार्दिक बधाई तथा सफलताको शुभकामना। त्यसै गरी म उहाँ स्टेजमा भएको बेला नै म उद्घोषण गरिहाल्छु। मैले यहाँ स्किप गरेछु के। उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट निर्देशक नवीन चौहान, उनको स्वीकार। यहाँलाई हार्दिक बधाई। 3वटा अवार्ड उनको स्वीकारको भागमा परेको छ। यहाँलाई धेरै बधाई। यो डिजर्भ पनि गर्छ।
आगामी दिनमा पनि यसै गरी अवार्ड प्रदान गर्न पाइरहँ यो फेस्टिभल लगायत सम्पूर्ण फेस्टिभल म पनि यसै गरी नाम उत्कर्षण गर्न पाइरहँ यहाँहरूको मात्र बोल्न दियो भन्ने गुनासो आएको थियो सचिवज्यूले किन हेरेको त्यसरी अन्य अवार्डको कुरा गरे हाम्रो कुरा गरे होइन त्यही मागलाई हुन्छ एकैछिन उहाँहरूको मन्तव्यपछि हामी सामूहिक फोटोसुट पनि गर्नेछौँ सबै विजेताहरू यहीँ बस्नुहुन्छ म सबैभन्दा पहिले आफ्नो उपस्थित हुनुभएको हाम्रो प्रमुख अतिथिज्यूहरू मिडियाकर्मी र फिल्मकर्मीज्यूहरू सबैजनालाई नमस्ते मेरो यो पहिलो उत्कृष्ट नायिकाको अवार्ड हो एन्ड आज चाहिँ मेरो टिमबाट जेरी अन टप टिमबाट आज हाम्रो ग्रेस सुरक्षा टिम मात्रै हुनुहुन्छ मसँग होइन तर पनि आज यहीँबाट सबैलाई याद गर्न चाहे फर्स्टमा त कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभललाई सबै एन्ड द जुरी मेम्बर्स थ्याङ्क यू सो मच एन्ड आई वुड लाइक टु डेडिकेट दिस अवार्ड to my entire cast and crew of Jerry on Top, and thank you so much. This is my beyond and I'll do my best. Thank you. उत्कृष्ट अभिनेत्री जसिता गुरुङज्यूलाई धेरै धन्यवाद। अब उत्कृष्ट निर्देशक नवीन जवानजीलाई आफ्नो संक्षिप्त मन्तव्यको लागि अनुरोध गर्छु। यो कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभलमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म नवीन चौहानको तर्फबाट हृदयदेखि हार्दिक नमस्कार छ। आज अघि जसिताजीले भने जस्तै मैले पनि पहिलोपटक अवार्ड विजेता मात्रै एउटा फोटो लिनको लागि म निवेदन गर्छु। सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब आफ्नो यताबाट गाडी यता नि त गाडी यता छ कहाँ म चाहिँ जलवायु परिवर्तनलाई व्यक्तिगत हिसाबले दृश्य पनि गरिरहेको छु ए हो हजुर नेपालमा 11 वर्षदेखि जलवायु परिवर्तन लागि व्यक्तिगत हिसाबले वृक्षारोपण गरिरहेको छु। 11 वर्षदेखि मेरो घर दैलेको छु। कोभिडको समयमा चाहिँ नेपालमा पहिलो व्यक्तिमा आफ्नो भेहिकलमा आफैले मोटरसाइकलमा 501 जना मान्छेले मोटरसाइकलमा ब्लड नपाएका मान्छेहरूले चाहिँ ब्लड पाउनुपर्छ भन्ने छ। यो वर्ष चाहिँ मैले 20,000 बिरुवा रोपेको छु देशभरिमा